नमस्कार, स्वागत छ यहाँहरूलाई शास्त्रीय सङ्गीत अनलाइन पाठशालामा। फेरि पनि हजुरहरूको लागि नयाँ अलङ्कार लिएर उपस्थित भइसकेको छु हजुरहरूकै साथी। आज चाहिँ हामी अर्को नयाँ अलङ्कार गर्न जाँदैछौँ। मलाई पक्कै पनि आशा छ योभन्दा अगाडिको भिडियोले चाहिँ तपाईँलाई धेरै नै सहयोग पुग्यो होला र मन पनि पराइदिनु भयो। त्यसको लागि थ्याङ्क यू सो मच। म हृदयदेखि हजुरहरूलाई धन्यवाद भन्न चाहन्छु। र साथै सुरु गरौँ आजको नयाँ अलङ्कार। यो तानपुरा एसार्प स्केलमा बजेको छ, साथसाथै तबला चाहिँ 3 तालमा बजेको छ, 16 मात्राको तालमा। अनि योभन्दा पहिला चाहिँ हामीले माथिको सा, तार सप्तकको सासम्म मात्रै गरेका थियौँ रियाज गर्दाखेरि अलङ्कारमा। आज चाहिँ हामी तार सप्तकको गसम्म गएर रियाज गर्नेछौँ। आज चाहिँ थोरै हल्का हार्ड पनि हुनसक्छ बिगिनर्सहरूको लागि, त्यही पनि प्र्याक्टिस गर्नुभयो भने हजुरहरूको गला एकदमै राम्रो गरी तयार हुन्छ भन्ने मैले आशा गरेको छु। र अब सुरु गरौँ फर्स्ट बिटबाट है त। समबाट चाहिँ हामी हाम्रो अलङ्कार सुरु गर्छौँ। 2-4 चोटि मलाई सुनेर हजुरहरूले म सँगसँगै प्र्याक्टिस गर्न सक्नुहुन्छ है त। सा रे ग रे ग म ग म प म प ध प ध नि ध नि सा रे ग ग रे सा नि ध नि ध प म ग रे सा रे ग ग म ग म प ध ध नि ध नि सा रे ग ग रे सा नि ध प म ग रे ग रे सा रे ग ग म ग म प ध नि ध नि सा रे ग ग रे सा नि ध नि ध प म ग रे सा रे ग ग म ग म प ध नि ध नि सा रे ग ग रे सा नि ध नि ध प म ग रे सा रे ग ग म ग म प ध नि ध नि सा रे ग ग रे सा नि ध नि ध प म ग रे सा। थ्याङ्क यू। हजुरहरूले चाहिँ यसलाई बार प्र्याक्टिस गर्नुहोला। हजुरहरूलाई टाइम मिलेअनुसार हजुरहरूले चाहिँ यो चाहिँ 1 गुणमा भयो। 100 BPM को ताल बजिराखेको छ, मैले चाहिँ 1 गुणमा गरेको छु। हजुरहरूले चाहिँ आफूले जति प्र्याक्टिस गर्दै जानुहुन्छ त्यही अनुसार आफ्नो लयलाई, आफ्नो यो 100 BPM मा छ भने आफ्नो 1 गुण 2 गुण गरेर लयलाई चाहिँ हजुरहरूले बढाउन पनि सक्नुहुन्छ। त्यो चाहिँ हजुरहरूको आफ्नो रियाजमा भर पर्ने कुरा हो। जति चाहिँ हजुरहरूले रियाज गर्नुहुन्छ त्यति नै हजुरको गला एकदमै स्ट्रङ मजबुत हुँदै जान्छ र पछिको भोलिको दिनमा चाहिँ हजुरहरू एउटा राम्रो गायक बनेर निस्किन सक्नुहुन्छ। आजलाई यति नै, धन्यवाद।